मैले यो आइसक्रिम क्याफेमा वालाट गर्दै थिएँ। यतिकैमा यस क्याफेको ब्रदरले एकदमै मिठो गीत गाउनु भइरहेको थियो र राम्रो गिटारिस्ट पनि हुनुहुँदो रहेछ। सुनमै त उहाँले कस्तो गीत गाउनु भएको थियो भनेर। साँच्चै मलाई चाहिँ एकदमै मन परेको थियो उहाँले गाउनुभएको गीत। हजुरहरूलाई कस्तो लाग्यो? उहाँ चाहिँ राम्रो गिटारिस्ट पनि हुनुहुँदो रहेछ, गीत पनि राम्रो गाउनुहुँदो रहेछ। मलाई पनि सङ्गीत निकै मनपर्छ। र हजुरहरूले यो वालाट कहाँ गर्नुभएको भनेर मलाई सोध्नुभयो भने पेल्चोक नजिकै रहेको आइसक्रिम सपमा कमिसन वक गरेको थिएँ। मलाई आर्ट गर्दा झनै रमाइलो लाग्छ। गीत सुन्दै आर्ट गर्दा त दिन गएको थाहा नै हुँदैन, होइन त?